अब लाइक सब्सक्राइब गरिदिनु होला। वेलकम छ है तपाईँहरूलाई फेरि पनि मेरो नयाँ ब्लगमा चाहिँ। आज म चाहिँ लिएर आएको छु हाम्रो सोया रामेन कसरी बनाउँछ भनेर टक्क प्रोसेसिङ भाइले सिकाउँदैछ। रामेनको प्याकेट लिएर आइसकेको छ। कम्पनी कुन कम्पनी भाइ? कम्पनी यो चाइनाबाट आएको हो, अहिले यताको त होइन है, चाइनाको रे ल। अब अलग कन्ट्रीको हो यो चाहिँ रामेन बनाउन गइरहेको छु आज म। ठिक छ, घरतिर पनि बनाउन सक्नुहुन्छ राम्रोसँग। ल है भाइले चाहिँ सबै सामग्रीहरू रेडी गरिसकेको छ। हाम्रो ब्रोकली, कर्न ग्रिन पिस दामी भयो नि होइन। अब यसको यता चाहिँ सुप बनाउँदैछ, यसले यसको सुप बनाउँछ। गार्लिक, जिन्जर, स्यालेरी, चिल्ली, बेसिल पत्ता यसले चाहिँ भुट्दैछ मस्त लगाएर। थाई चिल्ली पेस्ट। अब यो थाई चिल्ली पेस्ट भन्ने धेरै मान्छेलाई थाहा नहुन सक्छ होइन। अब थाई चिल्ली पेस्ट कसरी बन्छ भन्न अब पानी गयो चाहनुहुन्छ भने तपाईँहरू चाहिँ कमेन्ट गर्नु, म तपाईँलाई थाई चिल्ली पेस्टको रेसिपी बताइदिन्छु। यो सल्ट, थोडा व्हाइट पेपर, मोटर थोडा चिल्ली पेस्ट, टमाटो केचप। यी सामानहरू मगाउनुपर्छ हजुरले। यो हाम्रो सोया सस कलर बन्दैछ दामी दामी। लगभग हाम्रो तयार भइसक्यो रामेनको सुप है। थोडा याद हुनेछ भिनेगर। यसको थोडा खट्टा पनि बनाउँछ नि त, त्यसैले भिनेगर पनि थोडा एड गर्न सक्नुहुन्छ हजुर। सोया रामेनको सुप रेडी हाल्नुपर्छ एकछिन। अब रामेनको सुप चाहिँ टक्क यसले छान्दैछ है, मस्त लगाएर छानछुन गरेर यसमा। यो भयो भेज रामेन। अब यहाँ माथि सिस्मी सिड हाल्दैछ। अरू के हाल्नुहोस् भाइ? रेडी भेज सोया रामेन। यो हजुरहरूलाई राम्रो लाग्यो भने बनाएर खानु होला, घरमै बनाउन सकिन्छ। हुन्छ, अब लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।